बाहिर बाहिर तनाव भयो। सो अहिले गाइस सबजना सन्चै होला पक्कै, म पनि सन्चै छु। आज म फेरि लिएर आएको छु न्यू ब्लग। पडोसी आन्टीले कुखुरा चाहिएर अनि मैले लिन आएको। कुखुरा चाहिँ जोख्दाखेरि ठ्याक्कै 4 किलो भएर चाहिँ अनि मैले चाहिँ बाहिर निकालेँ। बाहिर निकालेर ढोकासोका पनि लाएँ अनि म चाहिँ घर जानलाई लिएर हिँडेँ। एकछिन फ्री बस्नु पाएको छैन, काम त आइहाल्छ। फेरि आफूभन्दा ठुलोले भनेको काम मान्नै पर्यो। कुखुरा मैले क्रेटमा हालेँ अनि उता पडोसी आन्टीमा लान्थ्यो कुखुरा अनि मैले लगेर गएँ। मैले चाहिँ कुखुरा पडोसी आन्टीमा छोड्दै अनि म चाहिँ घरतिर फर्केँ अनि म चाहिँ घरमा गएर एकछिन सुत्ने भन्ने सोचिरहेको थिएँ। एकछिन सुत्नु भएको छैन, फेरि मम्मीले बोलाएर उठाइहालेँ। किन बोलाएर उठाएको भन्दाखेरि फेरि खेतमा जाएर अनि म चाहिँ फ्रेस भएर खेतमा चल्दै गयो। खेतमा पुग्नु साथै मैले चाहिँ बाख्रा फुवालेर चराउनलाई छोड्दै। बाख्राले मात्रै चराएर हुँदैन भनेर मैले बसन्तीलाई पानी हालेँ। बसन्तीलाई पानी दिएपछि अनि मैले चाहिँ पराल पनि हालेँ। बसन्तीलाई परालले मात्रै पुग्दैन भनेर म पनि घाँस काट्नतिर गएँ। हेर्दा हेर्दा मेरो घाँसको भारी पनि पुग्यो अनि म चाहिँ बोकेर टुई टुई गोठतिर चल्दिएको। एकछिनपछि म गोठमा पनि आइपुगेँ अनि गोठमा आइपुगेर म घाँस पनि बिछाएँ। हेर्दा त घाम पनि डुब्न लागिसकेको रहेछ। बेलासम्म बाख्रा आएन भने खोज्नु गएको त्यहीँ पो रहेछ। फेरि बाख्रा भेट्नु मात्रै पाएको थियो, तलतिर भागिरहेँ। यस्तो रिस उड्यो मलाई। बल्ल बल्ल बाख्रा पनि लिएर आएँ अनि म चाहिँ घरतिर चल्दिएको। आज भिडियो 3 टाटा बाई।